यो देशमा धनीलाई धुमधाम छ, पदेरोमा तरुनी हालेर घुमघाम छ, गरीबलाई चर्को घाम छ, बिहान खायो बेलुका के खाम छ। 2074 सालको यो गाई जात्रे प्रसुति गृहमा यो भण्डारीको स्वीकार्नुहोस् राम राम छ यत्रै स्थिति। गाई जात्रा बुझ्नेले बुझी खाऊ, यो गाई जात्रा बुझ्नेले बुझी खाऊ, नबुझ्नेले घर घर पकाएर सुजी खाऊ। तर म भन्दिन है गाली गर्दाखेरि तो भन्नी जी खाऊ। व्यङ्ग्य गर्न सुरु गर्छु राष्ट्रपतिबाट, अर्थात राष्ट्रका बाउ। राष्ट्रपतिलाई अस्ति भर्खर 3 करोडको गाडीले पुगेन रे। राष्ट्रपतिको हेर्नुहोस् त 3 करोडको गाडी 4 करोडको गाडीले नपुग्ने। राष्ट्रपतिको बिग्रेको मती, बोल्न नजान्नाले भोखती, बेला बेलामा फेरिने राष्ट्रपतिको मोड। भन्दैन उसलाई कसैले पनि कुर्सी छोड, नहुन्छ त कुर्सीका लागि तोड र फोड। ओलीज्यूको एकलौटी जोड, गाडी किन्नका लागि छुट्याउनु पर्ने नेपाली जनताले यसका बाजे 17 करोड। एउटा राष्ट्रपतिलाई 17 करोडको गाडी दिँदा, एउटा राष्ट्रपतिलाई 17 करोडको गाडी दिँदा 3 करोड जनता मर्छ कि मर्दैन? एउटा राष्ट्रपतिलाई 17 करोडको गाडी दिँदा नेपाली जनता मर्छ कि मर्दैन? तिनका श्रीमान मदन भण्डारीले हात्ती छाप चप्पलमा साइकल ठेलेको राजनीति गरेको राष्ट्रपति हुँदा तिनकी सुहानीले बुझ्नु पर्छ कि पर्दैन? जनता मार्ने खेल अब नेताज्यूले फाल्नु पर्छ, ज्यानले भनिदियो आज यत्रै स्थिति। जनता मार्ने खेल अब नेताज्यूले फाल्नु पर्छ, नयाँ हुकुमी महाराजको शालिग उखेलेर फाल्नु पर्छ। गाउँ गाउँ बस्ती बस्ती, गाउँ गाउँ बस्ती बस्ती चेतनाको ज्योति बाल्नु पर्छ। 16-17 करोडको गाडी चढ्नेलाई साँच्चीकै भन्नु पर्दा कबाडीमा गएर आरएक्स बाइक ल्याएर मोत कुवामा हाल्नु पर्छ यत्रै स्थिति। जनताले जीवन जल पा छैन, गरीब किसानीले युरिया मल पा छैन। जनताले जीवन जल पा छैन, गरीब किसानीले युरिया मल पा छैन। 1 छाक भन्दा 2 छाक खा छैन। जनताले चाहे भने टाउको काटेर फुटबल खेल्छन् नेताज्यू। यहाँहरूलाई यो ध्रुव सत्य कुरो थाहा छ कि थाहा छैन? भन्न पाइन्छ भनेर भने गाई जात्राको पारेर मिति, भन्न पाइन्छ भनेर भने गाई जात्राको पारेर मिति। सम्माननीय राष्ट्रपतिलाई घोचेर भने एमाले जनले पिरमाने यत्रै स्थिति लौजा। अब पालो प्रधानमन्त्री देउवाको, अब पालो विद्या नष्ट प्रधानमन्त्री देउवाको। कहिले सोच्छ छवि असक्षमी कवि कवि, कहिले सोच्छ छवि असक्षमी कवि कवि। कहिले प्रचण्डको टाउकाको मूल्य तोक्ने, त्यही टाउके प्रचण्डले देउवालाई बोक्ने। माओवादी र कांग्रेस मिलेर चुनावमा लड्दा पनि एमालेलाई जित्न सकेनन्, थुक्क तेरीमा टोक्ने। प्रधानमन्त्रीको नामै परिवर्तन गरौँ भन्छु, प्रधानमन्त्रीको नामै परिवर्तन गरौँ भन्छु। देउवा होइन चुनाव सार देउवा राख्नु पर्यो। प्रधानमन्त्रीको नामै परिवर्तन गरौँ भन्छु, देउवा होइन चुनाव सार देउवा राख्नु पर्यो। हामीले बाँसका झ्याङमा गाँजा मिच्दा समात्ने पुलिस, सच्चो भने भरतपुरको मत च्यात्नेलाई जेल कोत्नु पर्यो। यहाँभन्दा यो भण्डारीले कति भोत्नु पर्यो? हे भगवान, जनता भनेका भगवान हुन्। हे भगवान, जनता भनेका अर्का भगवान हुन्। ती नेताहरूले ठण्डा दिमागले सोच्नु पर्यो। यो गाई जात्रा मन परेको छ भने तपाईले पनि त लाइक सब्स्क्राइब ठोक्नु पर्यो, आफ्नो पनि त प्रचार गर्नै पर्यो। यत्रै स्थिति, आफूलाई पनि यत्रै स्थिति लौजा। सर्वोच्चले फैसला गर्यो, सर्वोच्चले फैसला गर्यो फेरि चुनाव हुनुपर्छ। एमाले भन्छ फेरि चुनाव हुनलाई धरती कोल्टे पर्नुपर्छ। माओवादी भन्छ फेरि चुनाव गर्नुपर्छ। तर म भन्छु दर्शक भगवान, यो देश स्विजरल्यान्ड, यो देश समृद्धि देश बनाउने हो भने यी भएका सबै नेता मर्नु पर्छ।
ए बर्ड फ्लू स्वाइन फ्लू ए बर्ड फ्लू स्वाइन फ्लू नेतालाई नर्कमा लैजान नभुलु ए बर्ड फ्लू स्वाइन फ्लू नेतालाई नर्कमा लैजान नभुलु जनता पनि उस्तै छन् लाठीले पापा हेरे नै हेर्छन् टुलु टुलु म भडारी मात्रै कति बोलु देउबाको घोक्रो बोली प्रचण्डको खोक्रो बोली देउबाको घोक्रो बोली प्रचण्डको खोक्रो बोली ओलीले जोड्ने उखान टुक्का स्थानीय चुनावमा के न भाउ खान पार्टी फुटाएर मरेका बाबुराम भट्टराई त भए भुक्का लौ यत्रै स्थितिलाई पनि भन्नुहोस् लौ दर्शक भगवान तपाईले भन्नुहोस् यो देशमा नेता गतिलो कुन छ लौ भन्नुहोस् दर्शक भगवान यो देशमा नेता गतिलो कुन छ रोपाईमा गयो कृषि मन्त्रीले छुन्छ स्टेजमा गयो गाँजा सुर्ती मोलेको हुन्छ भाषणमा उनी नउनी बोलेको हुन्छ भ्रष्टाचार नगर्ने नेता यहाँ कुन छ त्यही भएर त मेरो यहाँ दारदारी मन रुन्छ धर्म यस्तो गरेको देख्दा त ती नेतालाई पचक्क घाँटी थिचेर मार्दिम गई हुन्छ त्यही भएर भन्न मन लाग्छ हे हुन्न अब देश तिललाई छोडेर खेद्नु पर्छ तर्फबाट मुडेर कालो मुसो दलेर दारी लगाइदिम हे संविधान कार्यान्वयन नगर्ने नेतालाई जुत्ताको माला र सारी लगाइदिम हे जुत्ताको माला र सारी लगाइदिम हेर्नुहोस् एकै वर्षमा ती 3वटा निर्वाचन भन्थे स्थानीय निर्वाचन 4 पटक हुने पक्का माओवादी र कांग्रेसलाई ठुलो धक्का एमाले हानो चौका र छक्का हार्न लागेपछि मतपत्रै च्यात्ने माओवादीका कार्यकर्ता क्या खोक्का छोरालाई सगरमाथा चढाउने छोरीलाई मेयरमा लडाउने प्रचण्डको खुबीलाई सलो ठान्नै पर्छ मान्नै पर्छ कांग्रेस जस्तो पार्टीलाई हिलोमा गराउने तालमेल गरेर जाँदा पनि पालै पालो सरकार खाँदा पनि सरकार खाँदा पनि एमाले आखिर पहिल्यै भो कांग्रेसमा खैला बैला भो सुशील बाले भन्थे देउबाको हातमा कांग्रेस गयो भने सकिन्छ भनेर यही ताल हो भने कांग्रेस र माओवादी प्रदेशको चुनावमा पत्ता साफ हुन्छ हुन्न भन्ने यहाँ कुन छ मैले पनि भन्दिए लौजा मैले पनि यसरी भन्दा तपाईहरुलाई घोचे जस्तो हुन्छ गाई जात्रा पारेर तिथि चित्त दुखे कांग्रेसी माओवादीको यत्रै स्थिति लौजा चोरै चोर र चण्डालको मुलुकमा शान्ति र सुख रोजेर पाइन्छ एउटै पार्टी भित्र ती 3टा प्यानल अनि जनताले राष्ट्रिय सहमति खोजेर पाइन्छ खाउ राष्ट्रिय सहमति राजनीतिको विकार तत्त्व मासिदिए हुन्छ खोजी रुखमा लगी टाँसिदिए हुन्छ राजनीतिको विकार तत्त्व मासिदिए हुन्छ खोजी रुखमा लगी टाँसिदिए हुन्छ यो देशका कलंक हुन् संसदहरू ती संसदको कामै छैन साला फाँसिदिए हुन्छ सधैँ कुर्सीका लागि मात्रै लड्दा हामी जस्ताको मन रुन्छ त्यही भएर त भन्नु पर्छ डाँडै सिरिस ए देश डुबे के भोरा तिनलाई फेरि छ हे देश डुबे के भोरा तिनलाई फेरि छ चाहे साना चाहे दल ठुला हुलाउन थालो उडेका मुला डाँडै सिरिस देश डुबे के भोरा तिनलाई फेरि छ अब पालो नेतालाई व्यङ्ग्य होइन केटाकेटीलाई व्यङ्ग्य गर्छु जन्म दिने बाबुआमालाई जिउँदै जलाए भो एउटै दिलमा 10 जना फलाए भो जन्म दिने बाबुआमालाई जिउँदै जलाए भो एउटै दिलमा 10 जना फलाए भो जस्तो ठण्डी महिनामा नि जाडो नहुने भएपछि तो जाबो 5 औले लुगानी लाउँदै नलाए हो नाङ्गै हिँड हेर्न पाइन्छ यत्रै स्थिति पत्रकार पनि त्यस्तै नाङ्गै हिँड्नेको खबर लेखिने यो देशका पत्रकार पनि त्यस्तै जो नाङ्गै हुन्छ उसैको फोटो छापिने खबर लेखिने
ज्योति मगरको त कुरै छाडौँ यार, निहालेर हेर्नुपर्छ कहाँ के छ ठ्याक्कै देखिनी। कि रेखाको चल्छ रे, कि रेखाको चल्छ रे, कि देखाको चल्छ रे, कि मनीको चल्छ रे, कि मुनिको चल्छ रे, लौजा भन्ने यत्रै स्थिति। कि रेखाको चल्छ, कि देखाको चल्छ, कि मनी चल्छ, कि मुनि चल्छ, सबैभन्दा बढी जो नाङ्गिन सक्छ उसैको भाग्य धपधपी बल्छ। अलिकति फरिया यसो माथि उचालेको भरमा राम 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 1-2 लाख त वान नाइटमै फल्छ। बुढो खाडीमा बेलचान छ, बुढो खाडीमा बेलचान छ, बुढी छोरो छोरी च्यापेर सहर जान्छ। 40 काटेसी रमाउँछु भन्छ, 40 भन्दा पहिला अर्कै रमाउँछ। फर्केर आउँदा न स्वास्नी न छोरछोरी न धन, ए बाबा पुरपुरो समाउँछ ए तेरीमा टोक्ने। यस्तो नराम्रो कुरो बोल्नु पर्छ, आफ्नै स्वास्नीको पोल खोर्नु पर्छ। थुक्का साला म, मेरै स्वास्नी पहिला गएर मोरी। त्यही भएर भन्न मन लाग्छ, कोही भन्छन् श्रीमती चेतनाको ज्योति हो, कोही भन्छन् श्रीमती चेतनाको ज्योति हो, कोही भन्छन् श्रीमती समुद्रको मोती हो। तर म भन्छु वास्तवमा श्रीमती भनेको भालेले बेला बेला थुइरहने एक प्रकारको पोथी हो लौजा। अब कुरा गर्छु अलिकति फेसनको। कपडो पनि कस्तो 2 औँलाको टालो, टालो पनि दुरुस्तै माकुरीको जालो। कहिले ज्योतिको पालो, कहिले रेखाको पालो, कहिले अर्चनाको पालो, कहिले मेरै स्वास्नीको पालो। बरु नलगाइकन नाङ्गै हिँड, जे परे पर्ला तिम्रा बाउको खालो। तिमीहरूले लाएको कपडाले अंग छेक्दैन, तिमीहरूले लाएको कपडाले अंग छेक्दैन। कहाँनिर के छ भन्ने कुरो सबै खुल्ला आँखाले देख्छ। तिमीहरूले लाएको कपडाले अंग छेक्दैन, कहाँनिर के छ भन्ने कुरो सबै देख्छ। नायिकाहरू त पशु भन्दा नि अगत्तका भए, बरु भैँसीले त पुछरले छेक्छ। त्यही भएर क्यार्नी बरु तिनीहरूले नाङ्गै गाई जात्रा देखाउँछन् 365 दिन। मैले एक दिन देखाउँदा के हुन्छ भनेर भेट्टै लाएर आएको यत्रै स्थिति। लो हजुर, यो भन्नेलाई फुलको माला, यो गाई जात्रा भन्नेलाई फुलको माला, सुन्नेलाई सुनको माला। हजुरहरूले भन्नुहोस् त यो युट्युबमा 2-4 लाख भ्यू जाला नजाला? ल हजुर शेयर गर्नु होला, लाइक गर्नु होला, मन परे अब केयर्नी मन परे भने लेखिदिनु होला। र यो पोखरेली माग्नेबाट धुर्म भन्ने च्यानल पनि सब्स्क्राइब गर्नु होला। AK47 आउँछ, सर्ट मुभीहरू आउँछ, गाई जात्रा आउँछ, बैकरे पनि आउँछ। यही भन्दै बिदा चाहन्छु, नमस्ते। तर जाँदा जाँदै फूल हो पनि झ्याप्प टिप्न नखोज नानी हो, त्यो त काँडाको पनि हुन सक्छ। फूल हो पनि झ्याप्प टिप्न नखोज नानी हो, त्यो त काँडाको पनि हुन सक्छ। बाइक छ भन्नेमा झ्याप्पै आँखा नजुदा होइ मरियो, त्यो त भाडाको पनि हुन सक्छ। बाई बाई, नमस्ते।